हामीले चाहिँ के कसरी युट्युबमा देखिने ल्याङ्ग्वेजलाई चेन्ज गर्न सक्छौँ त जस्तै यो सबै सङ्गीत भन्ने चाहिँ यस्तै लाइभ यो देखिने चिजलाई इन्टरफेसको ल्याङ्ग्वेजलाई के कसरी चेन्ज गर्न सकिन्छ भन्ने बारे जानकारी दिन गइरहेको छु। साथीहरु भिडियोलाई हेर्दै गर्नुहोला। यदि नेपालीमा छ यसलाई इङ्ग्लिसमा कन्भर्ट गर्नु पर्यो भने यो अप्सनमा गएर यसरी क्लिक ट्रान्सलेट दिस पेज भनेको छ यसमा क्लिक गरेर इङ्ग्लिस नेपाली इङ्ग्लिस नेपाली यसरी पनि गर्न सक्नुहुनेछ। तरिका यो हजुरको जिमेल आइडीको जुन लोगो छ यसमा क्लिक गरेर देखाइने भाषा भनेको छ यो नेपाली भएको छ। यसमा चाहिँ यसले इङ्ग्लिस जर्मन भयो इङ्ग्लिस गराउँछु। भाषामा गइसकेपछि रहेको छ यसरी सजिलै कन्भर्ट गर्न सक्नुहुनेछ। भाषा आफूले चाहे अनुसारको भाषालाई चुज गर्न सक्नुहुनेछ। साथीहरु भिडियो कस्तो लाग्यो लाइक कमेन्ट शेयर। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्त धन्यवाद।